नमस्ते नमस्ते सम्पूर्ण मेरो देश विदेश रहनुभएको आमा बुवा दाजुभाइ दिदी बहिनी र साथै नानी बाबुहरूमा हृदयदेखि नै धेरै धेरै न्यानो माया छ पनि भन्न चाहन्छु। र म अनु चामलिङको तर्फबाट र हामी यसै इटिरीदेखि हुँदै हुँदै जाँदैछौँ सतारापट्टि। सतारादेखि चाहिँ टेम्पो माथि डाँडामा भाइरल डाँडा पनि भन्दो रहेछ, कोसिन डाँडा पनि भन्दो रहेछ। त्यो ठाउँमा त्यो दृश्यमा हामी पुगेर हजुरलाई देखाउन सक्छौँ। र त्यसमा त्यहाँ चाहिँ यसो उडान पनि हुन्छ भनेको सुनेको छ होइन। र अब के कस्तो छ अब पहिला सुरु भइँदैछ, त्यहाँ गएर हामी यति उडान रहेछ भने हजुरहरूलाई देखाउन सक्छु। र म आफै पनि उडेर पनि म देखाउन सक्छु हजुरहरूलाई। र यति रहेछ र खुलेको रहेछ भने सायद बन्द पनि हुनसक्छ, हुनु पनि सक्छ, हुनु पनि सक्दैन होइन। त्यो कुराहरू त्यहाँ अब त्यहीँ पुगेपछि थाहा हुन्छ। र हामी यहीँदेखि अब पश्चिम साइडै जाँदैछौँ। हामी ठ्याक्क इटेरी ट्याङ्ग्रा पुल तर्दैछौँ है भन्नुपर्दा हेर्नुलाई। ट्याङ्ग्रा पुल हामी पार तरिसक्यौँ, जाँदैछौँ हामी पश्चिमतिरै लाग्दैछौँ। सबै साह्रै इटेरीतिर आइतबारे बजार लाग्छ, बुधबार 2 हटिया लाग्छ। आइतबार र बुधबार लाग्छ भने आज हामी यता लाग्छौँ। आज शनिबार यसो लाग्यौँ हामी हुँदो हजुरहरूलाई म देखाउन चाहन्छु। यताबाट चाहिँ हामी जाँदाखेरि इटारीबाट चाहिँ हामी चाहिँ भन्नुपर्दाखेरि सडकको बाटो जाँदैछौँ। सडकको बाटो गयो भने हामी छिटै नै पुग्छौँ भन्ने चाहिँ लागिरहेछ। फेरि पश्चिम साइड हामी घुम्यौँ है। हामी पश्चिम साइड लाग्यौँ इटेरीबाट। सडकको बाटो हिँडेको त्यो भएको अवस्थाले गर्दाखेरि अलिकति घुमेर हामी जाँदैछौँ कि कता नयाँ बजारपट्टि जाँदैछौँ, इटेरीको नयाँ बजारपट्टि। किन यसरी घुम्नुपर्छ? ट्राफिकले त्यहाँबाट चाहिँ यति गर्छ। हो त्यो भएको अवस्थाले हामी घुम्यौँ। हजुर हामी झन्डा चोक पनि आइपुग्यौँ सताराको। एकदम राम्रो छ, एकदम कुरा छ। एकदम राम्रो लाग्यो, रमाइलो लाग्यो र हामी जाँदैछौँ।
गाडीमै छौँ हामी, झरेको छैनौँ होइन, जाँदैछौँ। हामी के चौतारा काट्यो हो कि कटेको छैन? कटेको लाग्यो ए हो, ठिक छ। हामी चौतारा कटेको छैन बुझौँ न चाहिँ, म त काट्यो होला त अहिले झन्डा चोक देख्दाखेरि काट्यो होला जस्तो लागिरहेको छ, तर होइन रहेछ। हामी जाँदैछौँ आज है। यहाँ चौताराको पुल हामी तर्दैछौँ। हेर्नुहोस् यहाँ एकदम हरियाली जङ्गल यस्तो रमाइलो छ भन्नुपर्दाखेरि। र यहाँ चौताराको कोसी हेर्नु होला है, यहाँ पानी धम्लो धम्लो छ, अलिक बाढी पनि आएको अवस्था रहेछ। र एकदम राम्रो रमाइलो। आज घाम लागिरहेछ, घाम लागे तापनि एकदम शीतल हावा चलिरहेछ। त्यो शीतल भएको अवस्थाले राम्रो छ, ठिकै छ। र यहाँ हेर्नु होला सम्पूर्ण यस्तै गाडीहरू चलिरहेछ र हामी पुलमा तर्दैछौँ। यो चाहिँ चौतारा कोसी पारी, यो के भन्छ अरे यो पारिपट्टिलाई? नगरपालिका बेल्टा ए बेल्टा नगरपालिका रामपुर होइन त? उदयपुर हो। हामी बेल्टा उदयपुर भन्ने ठाउँमा हामी आइपुग्छौँ। हजुर हजुर ठिक छ। हजुर हस् ल, थ्याङ्क यू। राम्रो राम्रो छ यता। अब हामी कता जान्छौँ यहाँदेखि? उँभै बेल्टा डाँडा जाने हो। ल ल हामी अब उँभो बेल्टा डाँडा लाग्यौँ है त। कता हो खै हजुर, हामी यो बोक्ताङ डाँडामा आएको छौँ र हामी ओह्रालो लाग्दैछौँ। यहाँ हेर्नु होला, यहाँको दृश्य यस्तो छ कि बिरालो बाटो छ। बिरालो भने जस्तो हामी हिँड्दैछौँ। यस्तो खुट्टा दुखिरहेछ भन्नुपर्दाखेरि। यहाँ यसरी ओह्रालो हिँड्नु पर्ने क्या बाटो। हाय हाय बोक्ताङको डाँडामा आएको छौँ। यसो गरेर हामी सबैजना छौँ यहाँ र हजुरहरूलाई पनि देखाउन चाहन्छु म। एकदम रमाइलो हवाइलो ठाउँ छ होइन। जे होस् घाम लागे तापनि
रमाइलो छ एकदम हावाइलो शीतलै छ भन्नुपर्छ घाम लागेको पनि यी चिसो पानी खाँदै कुद्दै ओह्रालो होइन यस्तो भइरहेको छ हामी यो बोक्ताङ भन्ने डाँडामा आएको छौँ यसै गरी यो घुम्नलाई दृश्यहरू एकदम यो पाहाडको फेरि चाहिँ ओह्रालो र उकालो हिँड्नुपर्दा हेर्नुलाई यहाँ एकदमै हावा पनि चलिरहेछ हवाइलोसँगले र मकैहरू पनि छ दृश्यहरू एकदम राम्रो छ यहाँ धेरैजना दाजुभाइ दिदीबहिनी आमा बुवाहरू आउनुभएको छ यस्तो छ हेर्नुलाई यसरी कति राम्रो ठाउँ चाहिँ तर यहाँ उडान पनि हुन्छ भने सुनेछु कि त्यो भएर आएर चाहिँ एकछिन अहिले त छैन यसैमा हेरौँ सक्यो भएर चाहिँ कसरी उडाउँदो रहेछ भन्ने सिक्दा पनि हामी पनि सोच्दै आएको होइन यति मिलेछ भनेदेखि हामी एकपल्ट उड्दिउँ न त भनेर त्यसले आएको अनि कसरी उडाउँछ भन्दाखेरि ड्राइभर हुन्छ भनेर भनेको छन् होइन हेरौँ यस्तो छ डाँडा यो अरे क्या मलाई खुसी घामले नि यस्तो पोलिरहेछ नि मर्दै गरी तर यो पाहाडको ठाउँ परेर होला थोरै यसो हावा चाहिँ चल्छ डाँडामा त्यो भएको अवस्थाले गर्दाखेरि अलिक शीतल चाहिँ भएको छ नत्र भए त यो तराई हो भने त मार्ने नि हो घाम चाहिँ यहाँ चाहिँ अलिकति आधी निक्लिरहेछ है कोही उकालोमा हुन्छ कोही ओह्रालोमा हुन्छ त्यो अवस्थाले गर्दाखेरि हेर्नलाई उडान Thank you. पारिपट्टिको चाहिँ यो चतारा देख्यो यो चताराको कोसी दृश्यहरू त मकैबारी छ सबै फलफुल र घाम लागे तापनि हावा चलेको छ है पाहाड भएर होला त्यसको लागि त्यसको अवस्थाले गर्दाखेरि हावा निकै चिसो चलेकोले गर्दाखेरि निकै रमाइलो शीतल पनि भएको छ हिटेरको बसाइमा भन्नुपर्दाखेरि एकदम रमाइलो छ र यहाँ यो उडान पनि हुन्छ भने सुन्नु एकछिन चाहिँ अहिले चाहिँ अहिले बन्द गरेको रहेछ यहाँ बन्द गर्नुभएको रहेछ अब एकछिनमा फेरि खुल्छ भने छ होइन तर यहाँदेखि चाहिँ तपाईँको खुट्टा चाहिँ चिप्लेर झऱ्यो भने चाहिँ तल एकैचोटि झर्नेछ खेदैमा मान्छे बाँचिन्छ भन्ने अवस्था पनि छैन होइन तर सबै दाजुभाइ दिदीबहिनी एकदम सचेत रहनु होला र सचेतले नै बस्नु होला र भिडियो बनाउँदाखेरि र अनि तपाईँको यहाँ
टिकटकहरू बनाउँदाखेरि पनि अलि होसियारले बनाउनु होला, बढी झर्नु भने निकै गाह्रो पर्ला पनि भन्न चाहन्छु। र मैले हजुरहरूलाई भनेको थिएँ नि, हामी एटिरी हुँदै हामी चतरा हुँदै जान्छौँ माथि खुर्सिङ डाँडा, त्यो भैरव डाँडा भनेको थिएँ। त्यो ठाउँमा हामी पुग्यौँ, त्यो डिसेमा पुग्यौँ। तर त्यहाँ चाहिँ शनिबार भएको अवस्थाले गर्दाखेरि सबै सरहरूले बिदा लिनुभएको छ। त्यो दिन चाहिँ छुट्टी हुँदो रहेछ उहाँहरूको। त्यो भएको अवस्थाले गर्दा हामीले भेट्यौँ, त्यो ठाउँमा चाहिँ पुग्यौँ, तर हामीले भेट्यौँ। ल हामी कहाँ पुगेर फर्केको अरे? बक्तमे डाँडा पुगेर हामी फर्किँदैछौँ। यहाँ दिदीबहिनीहरू पनि हुनुहुन्छ। ल भनेपछि ओह्रालो र उकालो चाहिँ धेरै नै थियो। उकालो जाँदा त निकै साह्रै परेको थियो, झन्झन्दै घोडा ठकाउँदै होइन टेकिँदै गइँदै थियो। अहिले ओह्रालो झर्ला चाहिँ ठिक ठिकै छ, झर्दैछौँ। त हामी झर्ने त्यो चाहिँ अब चाहिँ घाम लागेर यस्तो गर्मीको अवस्था छ। घाम चाहिँ पहाड भन्नु मात्रै कि आमामा घाम चाहिँ चर्किने रहेछ यता पनि। हामी त त्यसै पनि अब तराईमा बस्ने मान्छेलाई गर्मी नै थियो। पहाड जाँदा चाहिँ धेरै शीतल हुन्छ होला भनेर सोचेको, तर उस्तै छ गर्मी चाहिँ। तर अलिकति डाँडा काँडातिर अस्ति शीतलतिर यस्तो रुखको छालतिर बस्यो भने चाहिँ अथवा अलिअलि हावा चाहिँ आउने, त्यो भएकोले मजाले पहाडमा चढ्यौँ कि जस्तो फिल हुने। नत्र भए चाहिँ ठ्याक्कै तराई नै छ गर्मीको अवस्थाहरू चाहिँ। र हामी चाहिँ अब फर्किने कार्यक्रममा र हामी फर्किँदैछौँ। अब हिँडाइ छ एकदम। होइन त्यो भन्नु हुँदैन। रमाइलो त एकदम नि, रमाइलो कति हो त्यो भनेर साथै छैन नि यो कुराहरू। झऱ्यो हामी ओह्रालो झऱ्यौँ। गाडी नै बन्द गरिदिउँ जस्तो लाग्छ मलाई गर्मी। देख्नु भएन थुप्रो छारीमा बस्दा त शीतलै हुन्छ, अलिक बाहिरतिर गर्दा गर्मी रहेछ नि कति गर्मी गर्मी छ। पछि लागेर फेन पनि यहीँ छोडेछु।